ती तिनै राणा राजकुमार हुन् जसको मृत्युमा कात्रो किन्ने पैसा पनि थिएन। उनी जन्मिँदा श्री 3 का नाति थिए। खुट्टामा भुइँको धुलो नलागोस् भनेर काखमै बोकिने ती बालकको अन्तिम विदाई यस्तो दर्दनाक भइदियो कि सब ढाक्न एउटा सेतो कात्रो किन्न पनि उनको परिवारसँग पैसा थिएन। यो कुनै कथा होइन, यो एउटा तीतो सत्य हो। नेपाली रजतपटका सदाबहार कुलीन पात्र अभिनेता बीएस राणाको चाँदीको थालमा बाल्यकाल बिताएका वेदेन्द्र शमशेर जङ्ग बहादुर राणाले पर्दामा त सधैँ जर्नेल र ठुलाबडाको रवाफिलो अभिनय गरे, तर पर्दा पछाडिको वास्तविक जीवनमा भने उनले एउटा ओसिलो कोठाको भाडा तिर्न र आफ्नो श्वास जोगाउने ओखती किन्न पनि पल पल सङ्घर्ष गरिरहनु पर्यो। करोडौँको साम्राज्यबाट सुरु भएको उनको यात्रा कसरी आर्यघाटमा दुःखद देहान्त भयो। विक्रम सम्वत 1996 साउन 20 गते विशालनगर दरबारको एउटा भव्य कोठामा उनको पहिलो रोदन सुनियो। उनी साधारण कोखबाट जन्मेका थिएनन्। श्री 3 भीम शमशेरका पनाती र श्री 3 पद्म शमशेरका नाति थिए उनी। पिता मेजर जर्नेल नरेन्द्र शमशेरको त्यो वैभवशाली कालखण्डमा उनको स्याहार सुसार कुनै दन्ते कोठाको राजाको भन्दा कम थिएन। भनिन्छ बीएस राणाले बाल्यकालमा भुइँमा खुट्टा टेक्न समेत पर्दैन थियो। उनलाई एउटा कोठाबाट अर्को कोठामा लैजान सुसारीहरूको लस्कर तैनात हुन्थ्यो। ढोके बैठके र हुक्केहरू उनलाई देख्ने बित्तिकै शिर निहुराउँथे। महाराजगञ्ज र विशालनगरको रोपनीका रोपनी जमिन उनकै पुर्खाको थियो, तर दरबारको त्यो चौघेराले मात्र उनलाई बाँच्न सकेन। दरबारको यस आराममा भुलिने उनको स्वभाव थिएन। मात्र 7 वर्षको उमेरमा उनी ज्ञानको खोजीमा भारतको देहरादून प्रस्थान गरे। पछि दार्जिलिङबाट विद्यालय तह सकेर उनी उच्च शिक्षाका लागि बेलायत पुगे, जहाँबाट उनले एमबीए गरे। बेलायती बसाइकै क्रममा उनले अङ्ग्रेजी साहित्य र नाटकलाई नजिकबाट चिन्ने मौका पाए, जसले उनी भित्र लुकेको कलाकारलाई जगायो। त्यो जमानामा अङ्ग्रेजीमा उत्तिकै दखल राख्ने बीएस राणाले नेपाल फर्केर वर्षौंसम्म प्रतिष्ठित विद्यालयहरूमा प्रिन्सिपल र शिक्षकको रूपमा हजारौं विद्यार्थीहरूको भविष्य उज्यालो बनाए। अनौठो कुरा त के छ भने देहरादूनबाट उनले क्रिकेट सिकेर नेपाल फर्केका थिए। आज नेपालमा क्रिकेटको जुन क्रेज छ त्यसको प्रारम्भिक जग बसाल्ने श्रेय बीएस राणा र उनका साथीहरूलाई नै जान्छ। तर समय सधैँ एकनाश रहेन। 2007 सालको राजनीतिक परिवर्तनसँगै उनको परिवार भारतका विभिन्न सहर पुग्यो। सन् 1970 को दशकमा बम्बईमा थिएटर गरिरहेका बेला उनको भेट अभिनेता विश्व बस्नेतसँग भयो, जसले उनलाई नेपाली सिने जगतको बाटो देखायो। विक्रम सम्वत 2040 को दशकमा नेपाल फर्किँदा निर्देशक तुलसी घिमिरे आफ्नो चलचित्र अन्यायका लागि एउटा रोबदार र प्रभावशाली अनुहार खोज्दै थिए। बीएस राणा त्यो भूमिकाका लागि 100% फिट देखिए। अन्यायको डीआईजीको भूमिकाबाट सुरु भएको उनको यात्राले चिनो, बलिदान, कोसेली हुँदै सेतो बाघसम्म आइपुग्दा 100 भन्दा बढी चलचित्रहरूमा आफ्नो बलियो छाप छोड्यो। तर पर्दामा जतिसुकै शक्तिशाली देखिए पनि उनको व्यक्तिगत जीवनको पाना भने बिस्तारै धुमिल हुँदै गइरहेको थियो। राणा शासनको अन्त्य र घरयासी अंश बन्डासँगै उनको करोडौंको पैतृक सम्पत्ति बालुवामा पानी खोलेसै हराउँदै गयो। नजिकका मान्छेहरूको धोका र गलत व्यावसायिक निर्णयहरूले उनलाई विशालनगरको दरबारबाट सडकको किनारामा ल्याइ पुर्यायो। बाँसबारीको घर जमिन सकिएपछि उनी काठमाडौँको गोलढुङ्गा स्थित एउटा ओसिलो र साँघुरो डेरामा सीमित हुन पुगे। दरबारमा सुन चाँदीका भाडामा भोजन गर्ने राणाका नातिले जीवनको उत्तरार्धमा 2 छाक टाटो र कोठा भाडा तिर्न समेत कठोर सङ्घर्ष गर्नु पर्यो। दम र मुटुको रोगले थला पर्दा पनि आफ्नो स्वाभिमानका कारण उनले कसैका सामु हात फैलाएनन्। जब चलचित्र कलाकार संघले उनको अवस्थाबारे थाहा पायो उनलाई टिचिङ अस्पताल पुर्याइयो, तर समयले उनलाई पर्खिदिएन। विक्रम सम्वत 2075 साल माघ 18 गते टिचिङ अस्पतालको चिसो बेडमा यो देशको एउटा प्रदीप्त नारा निभ्यो। विडम्बनाको यस्तो पराकाष्ठ जसको परिवारसँग दागबत्ती दिन जाँदा कात्रो किन्ने पैसा समेत थिएन। सहकर्मी कलाकारहरूले गोजीबाट चन्दा उठाएर उनको अन्तिम संस्कार पूरा गरे, तर दुःखको पहाड यतिमै रोकिएन। एक मात्र छोराको बाल्यकालमै निधन भइसकेको थियो। 2 छोरी र श्रीमतीको जिम्मेवारी उनकै काँधमा भयो। जेठी छोरीले आर्यघाटमा दागबत्ती त दिइन्, तर बुवाको अवसानसँगै त्यो परिवारको ओत पनि घुम्यो। बुवा बितेको केही महिनामै आमाको मानसिक सन्तुलन बिग्रियो। कान्छी छोरी जन्मजात नै सुस्त मनस्थितिकी छिन् भने जेठी छोरी पनि शारीरिक रूपमा निकै कमजोर छिन्। विशाल महलहरूमा बस्ने उनका सम्भ्रान्त नातेदारहरूले कहिले यो कोठाको दैलो उघारेर हेरेनन्। एउटा राजकुमारको वंश, देशको नाम चलेको दिग्गज कलाकार र हजारौंलाई शिक्षा दिने गुरुको यस्तो नियति। बीएस राणाको जीवनले हामीलाई सिकाउँछ कि समय
समय जतिसुकै अनुकूल भए पनि मान्छेको परिस्थिति कहिल्यै स्थिर हुँदैन। यो केवल एकजना बीएस राणाको मात्र कथा होइन, यो त नेपाली कलाकार क्षेत्रका ती तमाम गुमनाम कलाकारहरूको तितो यथार्थ हो, जो पर्दामा त भव्य जीवन बाँच्छन् तर वास्तविकतामा पल पल मरेर सङ्घर्ष गरिरहेका हुन्छन्। आफ्नो सम्पूर्ण जीवन दर्शकलाई मनोरञ्जन र समाजलाई शिक्षा दिन खर्चिएका यी नायकको अन्तिम विदाईमा राज्य र समाज दुवै मूर्ख दर्शक बने। बीएस राणाको यो दुःखद जीवन यात्रा र उनको परिवारको वर्तमान अवस्थाबारे तपाईँ के भन्नुहुन्छ? के राज्यले आफ्ना राष्ट्रिय गहनाहरूको सम्मान यसरी नै गर्नुपर्ने हो? आफ्नो अमूल्य विचार तल कमेन्ट बक्समा अवश्य लेख्नुहोला। भिडियो मन परेमा लाइक, शेयर र फलो गर्न नबिर्सिनुहोला। धन्यवाद।